फलेको छ एभोकाडो यहाँ है मजाले माथि घाँगामा। यो अम्लिसोबारी, यो उँधो अम्लिसोबारी, यता अलैँची लगाइयो, मासतिर करेला, आँपको बिरुवा, यो अम्बक फलेको छ यसरी फलेको वृक्ष कहाँको नजुकेको कहाँ छ र। यो लिची, यो लिची अब फल्न थालेको छ यसपालिबाट। यो पोहोर सालै रोपेको अलैँची हो। यो अर्को साल फल्छ भन्ने अपेक्षा छ। फलेको छ लटरम्मै, अब कति बोट अडिन्छ हेर्नु होला है। सुपारी, अलैँची, एभोकाडो 3 थोक छ यहाँ। एभोकाडो यसरी फलेको छ है। म यसरी काम गर्दैछु एभोकाडो बारी चाहिँ। हेर्नुहोस् सट्ट यसरी घुमेर टक्क अलैँची बारी छ। यस्तो थोरै हाम्रो रहर हो, हाम्रोमा सिँचाइ छैन तर पनि रहर चाहिँ गरियो। अलैँची रोपेको हेर्नुहोस् है, ओदान जस्तो बनाएर तीनतिरबाट यसरी रोप्ने, बिचमा त्यसरी खाँबा उसलाई टेको बाँधिदिने अनि हावाले नबिगारोस् नहल्लाओस् भनेर चाहिँ त्यसरी बाँध्ने। भयो भिडियो हुँदैछ हेर्नु। एउटा चोलले यो